हेलो स्टुडेन्ट्स, सी प्रोग्रामिङमा आजको हाम्रो टपिक छ लोकल एन्ड ग्लोबल भेरिएबल इन सी। हामीले यहाँभन्दा अगाडिकोमा हामीले फङ्सन्स भनेको के हो, फङ्सनहरू कसरी क्रिएट गर्न सकिन्छ, त्यसपछि रिकर्सिभ फङ्सनहरूले कसरी काम गर्छ, कसरी आफैले आफैलाई कल गर्छ भन्ने सम्बन्धी हामीले कुराहरू हेरेका थियौँ। र यसमा चाहिँ हामी फोकस गर्छौँ लोकल र ग्लोबल भेरिएबल भनेको के हो। लोकल भेरिएबल भनेको कुनै पनि फङ्सनभित्र डिफाइन गर्ने अथवा कुनै पनि ब्लकभित्र डिफाइन गर्यो भने त्यसलाई हामीले लोकल भेरिएबल भनेर भन्छौँ। त्यही लोकल भेरिएबलको स्कोप चाहिँ कहाँ हुन्छ त, जहाँ डिफाइन गर्यो, जुन फङ्सनभित्र डिक्लेयर गर्यो त्यतिभित्र मात्रै हुन्छ, त्यहाँभन्दा बाहिर चाहिँ उसले काम गर्न सक्दैन। र जस्तै फर इक्जाम्पल हामीसित एउटा मेन भन्ने फङ्सन छ। यो मेन भन्ने फङ्सन स्टार्ट यो ब्राकेटबाट सुरु गरेर यो ब्राकेटसम्ममा हामीले क्लोज गर्छौँ। यसको मिनिङ के हो त, यो भित्र जति पनि चिज डिक्लेयर गर्छौँ त्यो चिज यो ब्राकेटभन्दा बाहिर चाहिँ हामीलाई युज गर्न मिल्दैन। जस्तै यो भित्र हामीले एउटा इन्टिजर एज भनेर डिफाइन गर्यो, दिस इज अ लोकल भेरिएबल। यो एज भनेको एउटा लोकल भेरिएबल के हो, किनभने लोकल फङ्सनभित्र हामीले डिफाइन गरेको एजको भ्यालु 20 भनेर डिफाइन गऱ्यौँ। यहाँभित्र हामीले प्रिन्ट गऱ्यौँ, यसलाई हामीले प्रिन्ट गऱ्यौँ, एजको भ्यालु चाहिँ 20 भनेर प्रिन्ट गरेर यसले आउटपुट दिन्छ। तर यदि मैले यही लाइनलाई ल यहाँ बाहिर लेखेँ भने चाहिँ यसले यो इन्फर्मेसन चाहिँ लिँदैन, किनभने उसले एज भन्ने चिज उसले बुझ्दैन। किन बुझ्दैन त, यो लोकलमा डिफाइन गरेको चिज बाहिर चाहिँ बुझ्दैन। त्यही भएर लोकल फङ्सन भनेको चाहिँ यस्तो एउटा फङ्सन जुन चाहिँ हामीले कुनै फङ्सनभित्र हामीले डिक्लेयर गर्छौँ भेरिएबललाई, र त्यसको स्कोप चाहिँ के हुन्छ, त्यो फङ्सन क्लोज भएपछि हाम्रो भेरिएबलको स्कोप पनि सिद्धिन्छ, लाइफ लाइन पनि सिद्धिन्छ। तर ग्लोबल भेरिएबल भनेको चाहिँ के हो भने पेज भरिलाई युज हुन्छ। हामीले माथि डिक्लेयर गर्छौँ, त्यो फङ्सनभन्दा बाहिर डिक्लेयर गर्छौँ, र त्यसले गर्दा के हुन्छ त, त्यो भित्र जतिवटा फङ्सनहरू छ त्यो सबैलाई हामीले युज गर्न सक्छौँ। जस्तै फर इक्जाम्पल हामीसित एउटा यक्स भन्ने भेरिएबल छ। यो यक्स भन्ने भेरिएबल चाहिँ फङ्सनभन्दा बाहिर डिफाइन गरेका छौँ, त्यही भएर यसलाई हामीले ग्लोबल भेरिएबल भन्छौँ। अब यो यक्स भन्ने बाहिर डिफाइन गरे भएर यो सो भन्ने फङ्सनभित्र पनि युज गर्न पाउँछौँ, मेन फङ्सनभित्र पनि युज गर्न पाउँछौँ। त्यही भएर हामीले यहाँ चेक गऱ्यो भने सोभित्र हामीले प्रिन्ट एफ यक्सको भ्यालु भनेर प्रिन्ट गरेका छौँ। यो एक्सेसेबल हुन्छ, किनभने एक्सेसेबल किन हुन्छ त भन्दाखेरि माथिदेखि नै डिफाइन गरेको छ, त्यही भएर दिस इज ओके। अनि मेन फङ्सनभित्र हामीले सो भनेर गरेका छौँ, सोले पनि के गरेका छ, यसैलाई कल गरेका छ, त्यही भएर यसले पनि ग्लोबल भेरिएबललाई एक्सेस गर्न पाउँछ। त्यही भएर सिम्पली ग्लोबल भेरिएबल भनेको चाहिँ के हुन्छ त, जबसम्म प्रोग्राम क्लोज हुँदैन तबसम्म रहिरहन्छ र इन्टायर प्रोग्रामभरि चाहिँ हाम्रो रहिरहन्छ। जस्तै एउटा इक्जाम्पल हेरौँ हामीले यसमा, यो हेर्दाखेरि जस्तै मैले एउटा इक्जाम्पल हेरौँ, यहाँ एउटा हामीसित प्रोग्राम छ। यो लोकल र ग्लोबल भेरिएबलको हामीले के गर्यो, यक्सको भ्यालु 20 भनेर डिफाइन गर्यो, फङ्सनभन्दा बाहिर डिफाइन गर्यो, त्यही भएर यसलाई हामीले ग्लोबल भेरिएबल भन्यौँ। डेमो छ, डेमोभित्र हामीले के गर्यौँ त, एउटा वाइ भनेर लोकल भेरिएबल बनाएको छौँ। यो वाइ अहिले हामी डिफाइन गरेका छैनौँ। यक्सको भ्यालु 10 ले बढाएको छौँ, यक्स इक्वल टु एक्स प्लस 10 गरेका छौँ, र भ्यालु अफ यक्स हामीले प्रिन्ट गर्न खोजेका छौँ। यो यक्स यहाँ युज गर्न पाइन्छ, प्रिन्ट पनि गर्न पाइन्छ, दिस इज अल फाइन, किनभने बाहिर ग्लोबल भेरिएबललाई युज गर्न पाइन्छ। मेन फङ्सनभित्र पनि हामीले यक्सको भ्यालु डिफाइन गरेका छौँ, यक्सको भ्यालु भनेर डिक्लेयर गरेका छौँ, यो यक्स यहाँ पनि युज गर्न पाउँछ। डेमो भनेर गरेका छौँ, डेमोलाई पनि यहाँबाट यसरी कल गर्न पाउँछ। यति गर्दा हाम्रो पर्फेक्टली फाइन। यसले गर्दा हाम्रो एन्सर के आउँछ त, पहिला भ्यालु अफ यक्स इक्वल टु यक्स भनेर आउँछ, हाम्रो यक्सको भ्यालु 20 छ। त्यसपछि डेमो फङ्सन कल गर्छ, डेमो फङ्सनभित्र यक्सको भ्यालु 10 ले बढाएको छ, अनि भ्यालु अफ यक्स इक्वल टु 30 भनेर आउँछ। एकचोटि 20 भनेर आउँछ, एकचोटि 30 भनेर आउँछ। हामीले यसलाई प्रोग्राम रन गऱ्यो भने यसरी चाहिँ हाम्रो प्रोग्राम इक्वल टु यक्सको भ्यालु 20 यक्सको भ्यालु 30 भनेर यसरी चाहिँ भ्यालुहरू दिन्छ। दिस इज अल ओके, किनभने ग्लोबल भेरिएबल चाहिँ हामीले डिफाइन गरेका छौँ। तर यही चिजलाई यदि मैले यो यहाँ कमेन्ट लेखेको चिजलाई यहाँ हटाइदिएँ भने के हुन्छ त, भ्यालु अफ वाइ भनेर यहाँ प्रिन्ट गर्न खोजेको चाहिँ यो प्रिन्ट हुँदैन। किन भ्यालु अफ प्रिन्ट चाहिँ यो वाइ किन प्रिन्ट हुँदैन त भन्दा, वाइ हामीले यहाँभित्र डिफाइन गरेका छौँ, डेमोभित्र डिफाइन गरेका छौँ, यो चाहिँ लोकल भेरिएबल भयो। अब यो डेमोको जुन ब्राकेट क्लोज भएपछि यसको काम सिद्धियो। अब हामीले मेन फङ्सनभित्र यसलाई युज गर्न खोज्यो भने यसले एरर दिन्छ। यसले के भन्छ त, वाइ भन्ने चिज मैले भेटिनँ भन्छ होइन। हामीले यसलाई रिप्रेजेन्ट गर्न खोज्यो भने यहाँबाट के आयो त, यहाँ एउटा हाम्रो एरर आयो। एररमा के आयो त, वाइ इज अनडिक्लेयर भनेर यसरी एरर आयो। भनेपछि वाइ पहिला डिक्लेयर गरेको छैन, पहिला वाइ डिक्लेयर गर्नु भनेर एरर आयो। किन आयो भन्दाखेरि लोकल अरूमा भएको लोकल भेरिएबललाई यसमा हामीले युज गर्न मिलेन। त्यही भएर हामीले यसलाई के गर्छौँ, यसलाई हामीले कमेन्ट नै गरेर राख्छौँ यसमा। त्यही भएर हामीले लोकल भेरिएबल र ग्लोबल भेरिएबल है, र इन सर्ट्समा भन्दा लोकल भेरिएबल भनेको फङ्सनभित्र युज हुन्छ भने हाम्रो ग्लोबल भेरिएबल भनेको फङ्सनभन्दा बाहिर युज हुन्छ। एउटा क्लास वर्क, एउटा प्रोग्राम दिएको छ। यहाँ प्रोग्राम के छ, यक्सको भ्यालु 10 भनेर दिएको छ। यहाँ प्रिन्ट एफभित्र हाम्रो यक्स प्रिन्ट गरेका छौँ,
प्रिन्ट अर्को पनि प्रिन्ट वाइ गरेका छौँ, वाइको भ्यालु रिटर्न गरेका छौँ। अनि एउटा फङ्सन बनाएको छौँ, एउटा टेस्ट भन्ने फङ्सन छ, फङ्सनभित्र वाइको भ्यालु डिक्लेयर गरेका छौँ, प्रिन्ट एफ गरेका छौँ। अब यसमा लोकल भेरिएबल कुन हो, ग्लोबल भेरिएबल कुन हो, यो कुराहरू चेक गर्नु पर्यो। र यो प्रोग्राम यदि रन गर्यो भने प्रोग्राम रन हुन्छ कि हुँदैन, यदि रन हुन्छ भने कति आउटपुट आउँछ, रन हुँदैन भने किन रन हुँदैन है, र कुन लाइनमा एरर आउँछ, त्यो कुराहरू चाहिँ मलाई यसमा कमेन्टमा लेखेर कमेन्ट बक्समा हालिदिनु होला। र यसमा कुनै हामीलाई सोध्नुपर्ने छ भने मलाई त्यसमा कमेन्ट गरिदिनु होला। र युट्युब च्यानल जुन लर्न आइटी विथ युवराज